टु माई मिनी ब्लग गाइज। आज हामी जाँदैछौँ सिमसार न्यु इयर मनाउनको लागि फ्यामिली मिलेर सबैजना जाँदैछौँ। अब म चाहिँ सफारी वेट गरिरहेको छु अनि आन्टीहरू लिन आउँदै हुनुहुन्छ सफारीमा। उहाँसँग यहीँदेखि घरदेखि नै जाने, हेर्दै गर्नुहोला। फाइनली आन्टीहरू पनि आउनुभयो। अब म चाहिँ गएको। हेलो हामी सबैजना इन्ट्री भइसक्यौँ। अरू साथीहरू अझै आउनु बाँकी। यहाँ मेरो साइली आन्टी अनि यहाँ चाहिँ म। सिमसार चाहिँ यस्तो छ है। डर लाग्छ हो कि। अब चाहिँ हामी फाइनल्ली खाने ठाउँमा आइपुग्यौँ। हेलो आन्टी। अब हामी खाने ठाउँमा आइसक्यौँ। यो हो सिमसारको चाहिँ मेन। यता पनि भिड छ। कतातिर एउटा बस्ती नै छ नि हौ यहाँ। ल उता पछाडिको ठाउँ खाली छ कि छैन? हेलो आज हामी कहाँ आएको अरे? बर्थडे सेलिब्रेट गर्न। ह्याप्पी बर्थडे लम्सा। हामी कहाँ आएको रे भनिदेऊ त। कसको बर्थडे? केक काटौँ अब। Happy birthday to you. Happy birthday to you. चटपटी खाइसकेपछि हाम्रो चाहिँ आयो सेकुवा। सेकुवा खानुको लागि दम तयार, सबैजना रेडी। हामी अन्तिममा छौँ। यति खाइसक्यौँ। यहाँ धेरै खाएर उटुस मुटुस भएको छन् सबैजना। साथसाथैमा म पनि फुलेर यहाँ मर्न आँटे भुँडी उटुस मुटुस। खानुकै लागि आएको हो नि। खाऊ खाऊ। एडिट गर्नु लाग्छ। पैसा गर्दैछ कि बहिनी? यहाँ पैसा धेरै भयो क्या हो कि धेरै गयो भनेर चिन्ता गर्दै। सबैजना खाएर भुँडी फर्काएर यहाँनिर उता नै फर्काएर हिँड्दैछ मान्छेहरू। अब एक दुईवटा फोटो खिच्छौँ अनि त्यसपछि हामी जान्छौँ आफ्नो घर। आजको डेस्टिनेसन चाहिँ यही थियो हाम्रो। यो फोहोर मैला चाहिँ अलिक यो सिमसार समुदायको मान्छेले हेर्नु पर्यो। यो फोहोर मैला अलिक बेसी भएछ। यहाँको फेरि जनताहरू अगाएन जस्तो छन्। लु जाउँ लु चुलीमा चढेर भुँडी घटाउँ होला। टन्न खाइएर अब गाइजहरू आइसक्रिम खाने एकछिन। यहाँ एकजना मान्छे फेरि अझै नआएको अवस्था बोक्नु। अनि कता जानु? जाउँ उता भित्र पनि पस्नु पर्यो होला नि। कस्तो भयो भुँडी यत्रो फुलाएर? मजा भयो। मजा गर्न आएको। मजा भयो। मजा भयो। फोटो खिच्नु मसँग? ओ मेरो बिग फ्यानहरू चाहिँ आउनु भएछ। तपाईँहरूलाई कस्तो लाग्यो त सिमसार? धेरै राम्रो लाग्यो। ल अब यहाँ माथि फोटो खिच्नुपर्छ। को खिचिदिनु पर्ने हो फोटो?
शुभ यात्रा तिमीहरूलाई। ओइ नानीहरू ल आज हामी चाहिँ अब घर निस्केको। हामी सबैजना अपडेट मोबाइलमा चार्ज पनि सकियो। अब हामी खाइपी घुमघाम गरेर फोटोसोटो खिचकाच गरेर हाम्रो ग्याङहरू चाहिँ अगाडि जाँदैछ। भाउजू र म चाहिँ यहाँ पछाडि छौँ। अब सबैजना हामी चाहिँ घर गएको। बाई बाई। अब हामी नेक्स्ट ब्लगमा भेटौँ ल सबैजना। बाई बाई गर्दै बाई बाई।